नमस्कार। आज हजुरलाई कुनै पनि स्थानीय तौरमा हजुरहरूले सेवा शुल्क वस्तु कसरी बुझाउने र सेवा प्राप्त गर्ने भन्ने विषयमा केही सिकाउन गइरहेको छु। हजुरहरू घर बसी बसी आफ्नो पालिकालाई आफूले तिर्नुपर्ने कुनै पनि पालिकालाई रकम बुझाउनको लागि यसले सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु। यहाँ हजुरले सर्वप्रथम लोकल लेभल रेभेन्यू पोर्टल सर्च गर्नुपर्ने हुन्छ। लोकल लेभल रेभेन्यू पोर्टल सर्च गरिसक्नुभयो भने यस किसिमको ट्याब देखा पर्छ। फाइनेन्सियल कन्ट्रोलर जेनरल अफिसको लोकल लेभल रेभेन्यू पोर्टलमा क्लिक गर्नुहोस्। त्यस पश्चात हजुरहरूको क्रिएट एन एकाउन्ट गर्नुहोस्। सुरुमा आइडी क्रिएट गर्नुपर्ने हुन्छ। आइडी क्रिएट गरिसकेपछि साइन अप गरेपछि एउटा यसरी हजुर फुल नेम, मोबाइल नम्बर, इमेल, डेट अफ बर्थ र पासवर्ड राखेर साइन अप गरिसक्नु भएपछि हजुरको आइडी क्रिएट हुन्छ। आइडी क्रिएट भइसकेपछि हजुरहरूले यो किसिमको ट्याब देख्नुहुन्छ। यो किसिमको विन्डोमा यहाँ आइडी र हजुरले त्यहाँ राखेको पासवर्ड राखेर लगइन गर्नुभयो भने यो देखा पर्दछ। त्यस पश्चात राजस्व भुक्तानीमा जानुहोस्। आवेदन नभएर करको जानुहोस्। कुन जिल्लाको गर्दै हुनुहुन्छ? मानौँ मैले कैलालीको गर्दैछु। कुन स्थानमा तिर्दै हुनुहुन्छ? म नगरपालिका छानेको छु। सङ्कलन केन्द्र वडालाई तिर्दै हुनुहुन्छ अथवा पालिकालाई तिर्दै हुनुहुन्छ ध्यान दिनुहोस्। नगरपालिकालाई तिर्दैछु। त्यसपश्चात आफ्नो विवरण भर्नुहोस्, नाम, ठेगाना सम्पूर्ण कुरा भरिसके पश्चात यहाँ भुक्तानीको प्रकारमा ध्यान दिनुहोस्। शीर्षकमा तिर्दै हुनुहुन्छ या हजुरले तोकिएको दर रेट अनुसार तिर्दै हुनुहुन्छ भनेपछि हामी दर रेट अनुसार तिर्यौँ भने हामीलाई रसिद लिन सजिलो हुन्छ। सिस्टमले रसिद दिन्छ। शीर्षकमा तिर्नु रसिद दिँदैन। त्यही भएर तोकेको दर रेट अनुसार नराख्नुहोस्। यो भयो भने उता सूत्र सिस्टममा भएको दर रेट अनुसार हजुरलाई यहाँ सेवाको विवरण उल्लेख हुन्छ। अब यहाँ हजुरले केको लागि पैसा तिर्दै हुन्छ पालिकालाई भनेर यहाँ छान्नुपर्ने हुन्छ। हजुरहरूले बोलपत्र खरिद हो भने कतिको बोलपत्र खरिद गर्दै हुनुहुन्छ? 20 लाखसम्मको भने यसरी गर्न सक्नुहुन्छ। अर्को निर्माण व्यवसाय सूचीकरण गर्दै हुनुहुन्छ भने यसरी गर्न सक्नुहुन्छ। हजुरहरूलाई नागरिक सिफारिस हो यहाँ हुनुहुन्छ, जे पनि छ पालिकातिर सबै किसिमको यहाँ राखिदिएको हुन्छ। हजुरहरूले यसरी यहाँबाट लिन सक्नुहुन्छ। शिक्षा शाखासँग सम्बन्धित सिफारिस हुनु भने यहाँबाट चाहिँ यसरी तिर्न सक्नुहुन्छ। चार्टको मार्कसिट हो यहाँबाट तिर्नुहोस्। कुनै पनि कुरा हजुरले यहाँबाट सेभ गर्न सक्नुहुन्छ। अहिले मैले विषय विज्ञको सूचीकरण गराउँदैछु। विषय विज्ञ सूचीकरणको लागि कुन तह हो हजुरको? प्राविधिक तह हो भने यसरी क्लिक गर्नुहोस्। यहाँ एड गर्नुहोस्। एड गरिसकेपछि हजुरले यहाँको नाम, आफ्नो नाम राख्नुहोस्। माथि जे लाग्छ आफ्नो नाम विवेक शर्माको तहका लागि चालु आबमा विषय विज्ञ सूचीकरण लेखेर सेभ गर्नुभयो भने यो सेभ गरिसके पश्चात हजुरलाई कन्फर्मेसन सोध्छ। यस गर्नुहोस्, ओके गर्नुहोस्। त्यसपछि यो देखिन्छ हजुरले ई सेवाबाट तिर्छु रकम भन्नुहुन्छ भने यो कारोबार सङ्केत नम्बरलाई हालेर ई सेवाबाट तिर्नुहोस् पनि सक्नुहुन्छ। होइन म ब्याङ्कबाट तिर्छु, डाइरेक्ट ब्याङ्कबाट तिर्छु, क्युआर सेन्ड गर्छु भन्नुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्। त्यसपछि यो रकम भुक्तानी गर्नुहोस्। यो ट्याब देखा पर्छ। यो क्युआर आउँछ। यो क्युआरमा हजुरले स्क्यान गर्नुभयो रकम भुक्तानी हुन्छ। रकम भुक्तानी भइसके पश्चात यसमा जानुहोस्। त्यसपछि स्थितिमा जानुहोस्। रकम भुक्तानी नगरिएकोमा नगरेको देखिन्छ। यसरी हजुरले नगरेकोमा गए चाहिँ यदि त्यहाँ तिर्न मिलेन फेरि यहाँ त तिर्नुहोस्, न त पेमेन्ट गर्नुहोस्, फेरि त्यही क्युआर खुल्छ। होइन म अब तिरिसकेको छु भने चाहिँ रकम भुक्तानी गरिएकोमा जानुहोस्। यहाँ गइसकेपछि कन्ट्रोलले भुक्तानी गर्नुभयो यहाँ देखिन्छ। भाउचर चाहियो भने भाउचरमा क्लिक गर्नुहोस्। यसरी अनि प्रिन्ट गर्नुहोस्। भाउचर चाहिएको छैन, रसिद चाहिएको छ भने रसिदमा प्रिन्ट गर्नुहोस्। यसरी रसिद खोल्छ। हजुरहरूले यसरी कुनै पनि पालिकाबाट सेवा लिनुहोला भन्न चाहन्छु। हस्त धन्यवाद।